पैसा त साथीभाइहरू के दिन्थ्यो र फेसबुकले र तपाईँको मायाको लागि चाहिँ मैले यो रिल्स ब्लग बनाउँदैछु होइन। अब फेसबुकले त अब 2-3 महिनामा जसको मोनिटाइज भएको हुन्छ नि त्यसलाई चाहिँ यसो रेस्टुरेन्टमा गएर एक दिन एक छाक चाहिँ मोमो पनि खाने पैसा मात्रै आउँछ है साथीभाइ। र यसरी गेट सेट बन्द गरेर आएर म कहाँ जाँदैछु हेर्नु अहिलेको सबसे र सुगन्धित बाटो भएर म गएँ हो। म्युनिसिपालिटी यस्तो कि मान्छे यस्तो म चाहिँ गएको माछा दोकान माछा किन्नको लागि र यहाँ हेर्नु के छ र यस्तो माछाहरू छ अरे। र यो माछा हेर्नु नि यो है मार्बल सेतो मार्बल हुन्छ नि त्यस्तै कलर खाले कति ब्युटिफुल माछा रहेछ हो। र मैले माछा किनेर ठ्याक्कै राखेँ र उतापट्टि चढ्नु आएको थियो कि गाडी त्यो लटरी दोकानमा फुलै सजाइरहेको थियो। त फुलले सजाएको मतलब लटरी परेको थियो कसैको। मैले सानो चिठा काटेँ एउटा हो। र टोटो यति बिना छ नि कि एउटा मान्छे 2टा मान्छे लिएर कुदिरहेको हुन्छ। टोटोलाई पनि अड एन्ड इभन स्टाइलले चलाउनु पर्ने हो। सिक्किममा गाडी ट्याक्सी चलाएको छ क्या गाडी चलाएको छ। र यस्तो गरेर म जाँदैथिएँ जाँदा ढिलो भइसक्यो 12 बजिसक्यो भनेर आमाले मार्छ भनेर लगेर धुइरहेको आमाले फ्राई गरिदिनु मजाले हो। त्यहाँबाट लु बसिहाल खानु भनेर मैले चाहिँ माछाको टाउको चाहिँ मेरो फेभरेट हो नि त। मैले माछाको टाउको खाँदैछु आमाले खाना पनि खाइहाल भन्नुभयो र खाएँ मजाले माछाको झोलमा बवाल बनाउनु भएको छ साथीभाइ। आमाले बवाल माछा झोल